हेलो गाइज वेलकम छ मेरो ब्लगमा गाइज म चाहिँ आज बाख्रा चराउन आएको छु गाइज है। म एक्लै छु आज, साथीहरूले ल्याएको छैन गाइज। सो सानो ब्लग बनाइदिउँ भनेर ब्लग बनाउँदैछु म। हेर्दै गर्नु होला मेरो ब्लग गाइज। यदि मेरो च्यानलमा तपाईहरु नयाँ छ भने सब्स्क्राइब गर्नु होला, लाइक कमेन्ट शेयर गरेर पनि सपोर्ट गरिदिनु होला गाइज। एउटा भेडा पनि छ हाम्रो, एउटा भेडा छ यहाँ है, भेडा साट हो गाइज है, यहाँ त छ है। अब चर्दैन, हेरौँ बाख्रा गर्मी भइरहेछ है गाइज। एउटा चाहिँ माथि पुगेछ गाइज, फेरि है गाइज माथि गयो बाख्रा चाहिँ, माथि जाँदैछु अब। 3-4 वटा जति माथि गयो गाइज है। अरू चाहिँ यता छ गाइज है, यहाँ छ यी 3टा। आइज होइन कहाँ जाने त तिमीहरू मात्रै हँ? ओइ कहाँ जाने? हो है ल जा तल जा, तल जा ओ तल छ अरू हो। हिँड है पुण्डे, यो चाहिँ फेरि पछि हिँड्छ मान्छेको। न आइज हो ल आइज। बुढो भइसक्यो, दुध खाँदैछ हेर। मिठो भयो ल, यत्रो भइसकेछ दुध खान्छ। खसी हो होइन। यहाँ आइपुग्यो फेरि बाख्रा एकैछिनमा है गाइस। तल जा है तल, बट मरो माथि जाने होइन है, माथि जाने है होइन है। अलग चल मरो हो, हिँड्ने होइन नि हेरै। पेट आधा पेट नभएसम्म हिँडै गर्छ हेर बाख्रा त। छोटी चरिरहेको छु गाई चाहिँ बाख्रा चाहिँ। एउटा भेडा छ, ऊ भेडी एउटा छ, भेडा साट। म चाहिँ छाता ओढेर बसेको छु गाई चाहिँ, घाम लाहा र गर्मी भइरहेको छु गाई चाहिँ है। लौरो टेक्ने, झोला बोक्ने यही छ है, छाता ओढ्ने यही छ गोठालेको जिन्दगी गाइस। यस्तो छ गाइस गोठाले जिन्दगी। हे कति हिँड्छौ यिनीहरू ल आऊ। हे बाख्रा होला खाओ, टन्न खाओ, जिन्दगीमा मोटाओ। ओके ए बाख्रा हो, टन्न खाएर जिन्दगीमा मोटा छ यो बाख्रालाई। गर्मी भएछ गाई, शीतलतिर है, रुखको छाडी मुनि आयो है गाईजी। गर्मी भएछ गर्मी गाइज। हे बाख्रा हो, छिटो खाऊ। क्या नि गाइज, 12सम्म बात मार्नु पर्यो नि गाइज है। वाउ कति मिठो चराका रहा यार, कति दामी चराका रहा। जङ्गलमा आनन्द हुन्छ गाइज, हिँडेका रहा। अरे हे राम्रोसँग चराओ है बाख्रा हो, झ्याम्मा खाऊ। झ्याम खाऊ घाँस। घाँस टन्नै छ जङ्गलमा।
बाख्रा चल्दैछ म चाहिँ माथि बसेको छु गाइस है छाता ओढेर उता के भयो जुगल टोक्यो ल जुगल टोकेछ यसलाई उफ 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 हे हुन्छ बुझ आउनु आउने आठ हो उता जा जङ्गलतिर जा हे बेटा जा हे जा उता जा हे बेटा ए मेरो बेटा साट धादिङे बेडा हो गाइस यो चाहिँ धादिङे बेडा धादिङबाट ल्याएको बेडा हो त धादिङको बेडा लमचिङतिर आइपुगेछ गाइस जुगलले टोकेछ ए भाइ भेडालाई के हो पट्याउँदैछ त आइज पट्याकोटी छ यसले घाँस नखाएर कटाइरहेको म भेडु मरो भेडु मरो भेडु मरो हेलो उता जा अरे चल जा हो नचरेर आयो फुच्याई चढ्यो रुखमा चढ्यो गाइस बाख्रा रुखमा चढ्यो बाख्रा हो खसी हो खसी अर्को पनि चढ्ला ल ल ल अब झर्छ एउटा झर्छ है फेरि तल कहाँ रुखमा चढाएर यार हे आइज ल ल हे न हे न रुखमा चढेर मरेछ यी यस्तरी हे गाइस यसलाई चाहिँ गर्मी भएछ फेरि यस्तो सुतेको भैँसी जस्तरी बाख्रा है कहाँ भाग्यो यो ल ल ल ल आइज न लो गाइस गोठालो यस्तो छ है लौरो टेक्यो झोलो भिड्यो छातो ओढ्यो हिँड्यो गाइस यस्तो खान्छ बनमारा खान्छ हो गाइस बनमासा ल ख ए जना ए ल
यहाँ आइपुग्यो फेरि न यो 3 जना यहाँ आइपुगिसक्यो ल बाख्रा यहाँ यो त मान्छेसँग मात्रै हो गाइस मान्छेसँग मात्रै बस्छ यार पुच्छर यो दुईटा चाहिँ ट्विन्स हो गाइस है ट्विन्स मेल हो दुईटै केटा यसको चाहिँ काटिदिइसक्यो गाइस चाहिँ सेपरेट पार्ट चाहिँ काटिदिइसक्यो दुईटैको गाइस है मेल यता फर्किए न यता फर्किए ल यो सिंगल यो चाहिँ सिंगल हो गाइस है यो पनि केटा हो अरु चाहिँ यता माथि चढ्दै छ यो दुईटालाई मिठो लागेछ यो घाँस मिठो लागेछ है मजाले खान्छ बाख्रा है बाख्रा कता गयो भनेर आएको आयो गाइस ल ठ्याक्कै यहाँ आइपुग्यो बाख्रा तपाईँ आयो कि आएन ल हेर्नुपर्छ फेरि आयो भेडा पनि आएछ बाख्रा गयो क्या हो बाख्रा गयो गाइस हे मजा है बाख्रा गयो बाख्रा बाख्रा यहाँ आइपुगेछ यहाँ आइपुगेछ कता जान्छौ त अब ल हेर केही नभए ठाउँ चर्न आउँछ है बाख्रा त ल तल जाने तल अब रोडमुदेखि मुन जाने हो आयो भेडा यो त टेर्दैन जतल होइन छोटी आइज बाटोमा सुत्या जस्तो आइज भेडा त आउँछ पछि भेडा आइज भेडा हेर ल शीतलमा चौतारामा बस्न आउँछ ल हेर बाख्रा त आइपुग्यो भेडा ल आउँछु ल जाने हौ यता हुन्छ उठ्दैछ भाग्यो ल भाग्यो यता पो आउँछ त देखेर चढ जा लैजा हो के पाउँछ बाटोमा बसेर जा जा तल जा चढ्दै जा ल बाह्र चाहिँ यहाँ चढ्दैछ यता चढ्दैछ है गाइस हो ल आजा वाउ कति दामी कराइराखेको छ चरा गाइस
हामी करा है गाइस चरा है गाइस अब चाहिँ पानी खाइन्छ गाइस है पानी तिर्खलाई गानी खाइन्छ गाइस ढक्र्याक गरेर अब कति मिठो ल यो बाटोतिर आयो फेरि यिनीहरू सर्न माने होइन अझ होइन ओइ किन कराएको यो मरो कराउँदैछ सिमी खुच्चे हट आइज ओ माथिसक्यो दुईटा हो हेलो ट्विन्स हो ट्विन्स है ट्विन्स होइन दुईजना यहाँ माथि घाँस रहेछ मैले फाल्दैछु खाँदैछु ओह त्यहाँ चढेको फेरि दुईटा ए आइज कहाँ चढेको आइज हो ए बर हो न आइज छिटो छ आऊ ल आइज हो ल हो आयो हेट मर्दा के छ मसँग सेतो खसी यो चाहिँ सेतो खसी हो है गाइस ओ मोबाइल खाना है क्या हो यो आइज ल आइज मेरो पछि आइहाल्छ अब बाख्रा फेरि आउनु सुरु भइहाल्यो नि अब ओहो आयो पछि आयो मेरो पछि आयो अब अगाडि जाऊ है ल अगाडि जाऊ ल हिँड अगाडि हिँड जान्न कि होइन त चल आइज चल घर हिँड्न अब घरमा गएर बस्ने चाहिँ आँट्यो ए ल जा शीतलमा बस्ने भए बस शीतलमा आँट्यो ल जा ल जा घर गएर घाँस हालिदिने अब है त्यहाँ घाँस खानी बस्ने बच्चा सम्झ्यो यसले ए भाग्यो घर आएपछि त भाग्छ फेरि न त सब भाग्यो भाग्यो आइसक्यो है भेडा ल ओहो हेर यिनीहरू ल ठाउँमा बस्छ ल छुट्टी ल ए पुरा घाँस हालेर हाल्यो बान्ने होइन हट आउनु ठाउँमा आइज ओके गाइस फाइनली म चाहिँ घर आइपुगेको छ गाइस म बाख्रालाई ठ्याक्क बान्देको छु घाँस पनि हालिदिए टन्नै है अब चाहिँ घरमै बस्छ यिनीहरू मजाले दुईटा बच्चा छ हाम्रो एउटा केटा एउटा केटी है यो केटा यो केटी है सेतो केटी रातो चाहिँ केटा हो यसको माउ यही हो